तर यदि परमेश्वरमा आराधनाद्वारा हामीले छुटकारा खोजेका छौँ भने हामीले कुनै फारोले पनि हामीलाई रोक्न सक्दैन। त्यही कारणले गर्दा परमेश्वरले भन्नुभयो मेरो प्रजालाई जान दे। यो कुरो भन्न जरुरी थियो किनभने प्रजाले बिर्सेको थियो। प्रजाले के सोचेको थियो? म परमेश्वरको प्रजा हुँ भनेर नै बिर्सेका थिए, ठिक थिएन? अहिले मण्डलीले म परमेश्वरको सन्तान हुँ भन्ने, म परमेश्वरको प्रजा हुँ भन्ने कुरो बिर्सेको जस्तै। अनि उनीहरूलाई रिमाइन्डर गर्नु पर्यो कि तिमीहरू मेरो प्रजा हौ। आज एनआरएनसी मण्डलीलाई भन्नुहुँदैछ कि जुन बन्धनमा छौ, जुन कष्टको कारणले गर्दा मलाई बिर्सेका छौ अनि म को हुँ भनेर बिर्सेका छौ, आज यो कुरो रिमाइन्ड गर्नुहुँदैछ कि हामी चाहिँ उहाँको चाहिँ हामी प्रजा हौँ। अनि उहाँले अधिकारले भन्नुभयो मेरो मानिसलाई जान दे। जब उहाँले भन्नुहुन्छ नि संसारमा कुनै अधिकार छैन जसले रोक्न सक्छ। हालेलुया। तर छुटकाराले चाहिँ के गर्नु पर्यो? कि हामीले के गर्नु पर्यो? लेट गो। हामीले छोड्न अथवा जान दिन सक्नुपर्छ। छिमेकी बनाएका थिए इजरायलीहरूले मिस्रीहरूलाई। के बनाएका थिए? छिमेकी। त्यसले गर्दा निस्किँदा के थियो? सुनहरू, बहुमूल्य कुराहरू, सुनहरू छिमेकीले दियो। परमेश्वरले छुटकारा दिनुभयो। हामीले संसारमा के बनाएका छौँ? छिमेकी बनाएका छौँ, छिमेकीहरू बनाएका छौँ। त्यसले गर्दा संसारको मानिसहरूसँग बस्ने उठ्ने छिमेकी बनाएका छौँ। छोड्न सक्दैनौ। छोड्दा बल्ल बल्ल छोडेर जाँदा जाँदा बल्ल बल्ल त्यो छुटे। सुनलाई यो सुन बोकेर जाऊ त, अलिकति राम्रो सम्झना तिमीलाई दिन्छ। अनि त्यही सुन गएर चाहिँ मरुभूमिमा के हुन्छ? बाछाको मूर्ति बन्छ। एन्ड यु स्टार्ट अगेन वर्शिपिङ द सेम थिङ। अनि त्यही कुरालाई फेरि आराधना गर्न थालेका छन्। आज त्योबाट लेट गो, जान दिनु भनेको अंश बोकेर हिँड्नु भनेको होइन, अलिकति केही कुरा बोकेर हिँड्ने भनेको होइन। कम्प्लिटली पूर्ण रूपले हामीले त्यो कुरालाई के गर्नु पर्यो? छोड्नु सक्नुपर्छ। आज ख्रीष्टले विश्वास गर्यो, पानीमा पनि डुबायो, निस्क्यो पनि, तर धेरै कुरालाई समातेकै छ। हामीलाई पापले आत्मिकी दासत्वमा लान्छ। अनि कुन चाहिँ पाप भन्दा लुकिएको पापहरू याद गर्नु, त्यो त झन् डेन्जरस। उस धुवाउडाएर त देखिहाल्छौँ, मान्छेले खुट्टा देब्रे दाहिने गऱ्यो भने त बुझिहाल्छौँ, तर भित्र भएको